फाइनली गाइस हामी चाहिँ यहाँ खाजा खाने ठाउँमा आइपुग्यौँ। आहाना माउन्टेन भ्यू एन्ड रिसोर्ट। यहाँबाट देख्ने जुन दृश्य छ नि त्यो चाहिँ छ रे भो, त्योभन्दा उता ढुकुरे भो। अनि यहाँबाट देख्ने जुन छ नि यो 3वटा जिल्ला देखिन्छ। एउटा यता धादिङ भयो, यता नुवाकोट भयो, त्यो हो। अब यहाँबाट हाम्रो घर जान चाहिँ अझै 3-4 घन्टा लाग्छ है। यहाँ हाम्रो दाइ हुनुहुन्छ। दाइ चिया कस्तो छ त यहाँको? चिया टेस्टी छ। सर्वप्रथम त म पनि अहिले चुनाव लागि घरतिर जाउँ भने यसो बाटोमा यहाँ चाहिँ अब बस्न थकाइ पनि लाग्यो, आराम गर्न पर्ने, यसो राम्रो देख्यो, भ्यूहरू पनि राम्रो देख्ने। नयाँ रिसोर्ट भर्खर सञ्चालन ल्याउनु भएको रहेछ यहाँ आहाना माउन्टेन भ्यू ग्रुपले। हामी चाहिँ फेरि भाइलाई पनि, भाइको शुभ नाम? मेरो दिलीप गिरी। हाम्रो दिलीप भाइलाई पनि मैले पनि बाटोमै भेटेर हामी फेरि उहाँले पनि म नि उतै जाँदैछु भने म पनि सिङ्गल फेरि भाइलाई साथै लिएर आएको, हामी गफर्दै आएको। भाइले चाहिँ यसो भिडियोहरू यस्तो राम्रो राम्रो हाम्रो नेपालको राम्रो राम्रो लोकेसनहरूको भिडियोहरू खिचेर उहाँले भ्लग बनाउँदो रहेछ। त्यसको लागि भाइलाई पनि शुभकामना। भाइको भ्लग पनि तपाईँहरूले पनि हेरिदिनु होला। अझै नयाँ नयाँ ठाउँको हामीले घुम्न नसकेको, देख्न नसकेको, पुग्न नसकेको ठाउँहरूको बारेमा हामीले अझै हेरिदियौँ भने भाइहरूले अझै भाइलाई चाहिँ उत्साह जोस जाँगर मिलेर नयाँ नयाँ ठाउँहरूको भिडियोहरू बनाएर युट्युबमा हालिदिनुहुन्छ। त्यसपछि हामीले घरमै बसेर हेर्न पाउँछौँ। भाइलाई पनि शुभकामना। अहिले चाहिँ यति नै।